चोरको खुट्टो काट भन्दा फुत्ता खुट्टो झिक्ने जस्तो प्रवृत्ति अन्त्य हो सभामुख महोदय। म यही देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन सभामुख महोदय। अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफै टाप कसलान्। यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने। 33 दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी विरुद्ध हामी आन्दोलनमा छौँ सभामुख महोदय र संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन आयोगको माग गरिरहेका छौँ। यस विषयलाई विषयान्तर गर्ने गरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो सभामुख महोदय। राजनीतिलाई पेसा बनाएर वर्षौंदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेसा व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् सभामुख महोदय। मलाई दया लाग्छ सभामुख महोदय, 2048-49 सालतिर कोही मन्त्रीका पिए बसेर सरकारी कागजात किर्ते गरेर विदेश मान्छे पठाउने काम गरे बापत हनुमान ढोकाको चिसो छिडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा संसद भएर बसिरहेका छन् सभामुख महोदय। सभामुख महोदय, अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफै टाप कसलान्। गर्नुहोस्, उहाँलाई मैले समय दिइरहेको छु, तपाईले सुन्नुपर्छ। सभामुख महोदय, अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए आफै टाप कसलान्। हो, म गर्वका साथ भन्छु, हो म गर्वका साथ भन्छु सभामुख महोदय। सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो सभामुख महोदय। मान्य सदस्य आसन ग्रहण गर्नुहोस्। मैले समय डोलप्रसाद अर्याललाई दिएको छु। म यही देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन सभामुख महोदय। मेरो समय ठिकै चलेको छ सभामुख महोदय। अरूको घडीको समय बिग्रेको छ भने म के भनौँ सभामुख महोदय। मेरो कम्पनीमा मात्र एकजना मान्छे भिजिट भिसामा जापान होइन। मैले डोल प्रसादलाई समय दिएको छु, उहाँलाई 3 मिनेटको समय। संसारको कुनै देश गएको छ, हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु सभामुख महोदय। होइन भने सभामुख महोदय निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ। म यो सभामुखज्यूबाट रुलिङको माग गर्दछु सभामुख महोदय। सभामुख महोदय, कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ सभामुख महोदय। हाम्रो आन्दोलन जारी छ सभामुख महोदय। मैले फेरि भन्छु, निराधार आरोप संसदको रेकर्डबाट हटिनुपर्छ, यो कट्नुपर्छ। ल, माननीय सदस्य रामहरि खतिवडालाई म समय दिन्छु। सभामुख महोदय, 3 मिनेटभित्र आफ्नो कुराहरू राख्नुहोस्। सभामुख महोदय, आज केही मान्य सदस्यहरूको अभिव्यक्ति यहाँ सुन्न पाइयो। हामीले कुनै मान्य सदस्यको नाउँ किटान गरेर भनेका थियौँ न। चोरको खुट्टा काट भन्दा खुट्टा झिके जस्तो गरेर केही मान्यहरू प्रस्तुत हुनुभयो। आज पनि अनुरोध गर्न चाहन्छु, हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठुलो डाको स्वरले संसद थर्काउन सकिन्छ महोदय। म अनुरोध गर्न चाहन्छु, कुनै बेला हामी अदालतबाट निर्दोष प्रमाणित भएर संसदमा प्रतिनिधित्व गरेका छौँ, तर आज दोषी भएर आज पनि तिनै मान्छेहरू ठुलो स्वरमा यहाँ कराउँदाखेरि हाम्रो आपत्ति छ सभामुख महोदय। म अनुरोध गर्न चाहन्छु, हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका थियौँ, छानबिन गरौँ। दोषी छ भने कारबाही गरौँ, निर्दोष छ भने हामी उहाँलाई सफाई दिन चाहन्छौँ सभामुख महोदय। कानुनी रूपमा आज पनि हिजो जुन म्यान पावर कम्पनीहरूमा काम गर्ने म्यान पावर कम्पनीहरूलाई दलाल मार्फत सुविधा दिने 209वटा म्यान पावर कम्पनीहरूलाई श्रम मन्त्री हुँदाखेरि अवैध रूपमा सञ्चालन गर्ने अनुमति दिने को मान्छे को श्रम मन्त्री थियो, त्यो छानबिन गर्न म अनुरोध गर्न चाहन्छु सभामुख महोदय। हामीले छानबिनका लागि अनुरोध गरेका छौँ। छानबिन गर्नुपर्छ भन्दा फेरि पनि भने चोरको खुट्टो काट भन्दा फुत्ता खुट्टो झिक्ने जस्तो प्रवृत्ति अन्त्य हो सभामुख महोदय।
म अनुरोध गर्न चाहन्छु यस्ता कुरा रेकर्डबाट हटाउनका लागि भर्खरै बोलेका मान्य शब्द रेकर्डबाट हटाइयोस् भनेर अनुरोध गर्न चाहन्छु सभामुखमा। धन्यवाद। मान्य सदस्यहरू जिम्मेदारीपूर्ण ढङ्गबाट आफ्नो अभिव्यक्ति दिनुहुन्छ भन्ने कुरा हामीले विश्वास गर्नुपर्छ। मान्य सदस्यहरूले चाहे माथिबाट बोल्दाखेरि होस् चाहे तलबाट समय लिएर बोल्दा होस्, आफूले बोलेको कुरा जिम्मेदारी साथ बोल्नुपर्छ, त्यसप्रति जवाफदेही हुन सक्नुपर्छ र राष्ट्रको गरिमा बढाउने गरिकन मान्य सदस्यहरूको भूमिका हुनुपर्छ भन्ने बारेमा मैले धेरै राखिरहनु पर्दैन। मान्य सदस्यहरूले बोलेको कुरा संसदीय अभ्यास अन्तर्गत गैर संसदीय भाषा, एकले अर्कालाई लान्छना गर्ने, आरोप गर्ने, नाम किटेर भन्ने, यसरी एक अर्कामा बोल्ने कुराहरूलाई हामीले सामान्यतया रेकर्डबाट हटाउने र त्यस्तो बोल्नबाट वञ्चित गर्ने कामहरू गरेको हाम्रो नियमावली र हाम्रो परम्परा छ। यसको मतलब प्रत्येक कुराहरू सभामुखलाई देखाएर आफूले बोलेका कुराहरूको यहाँबाट छिनोफानो गर्ने गराउने तरिकाहरू उचित हुन्छ या हुन्न, मान्य सदस्यहरूको म ध्यान आकृष्ट गराउन चाहन्छु। त्यसैले प्रत्येक मान्य सदस्यहरूले आफूले बोलेको कुराहरू जिम्मेदारीका साथ प्रमाणित हुने ढङ्गबाट बोल्नुहुनेछ भन्ने कुरा म विश्वास गर्छु र राष्ट्रले तपाईँहरूप्रति त्यही अपेक्षा राख्दछ, त्यही विश्वास गर्दछ। आफ्नो जनप्रतिनिधिहरूले त्यही विश्वासका साथ तपाईँहरूलाई यो ठाउँमा पठाएको कुराहरू म राख्न चाहन्छु।